आज म यहाँहरुमाझ आँपको खट्टी मिठी अचारको रेसिपी लिएर आएकी छु। यो अचार चाहिँ बच्चादेखि लिएर वृद्धसम्मलाई एकदमै मन पर्ने अचार पनि हो। अहिले काँचो आँपको सिजन भएकोले गर्दा यो अचार हामी घरैमा सजिलैसँग बनाउन सक्छौं र यो तरिकाबाट बनाएको खट्टी मिठीको अचार चाहिँ लामो समयसम्म राखेर खाँदा पनि बिग्रिँदैन। आउनुहोस् बनाउनतिर लागौं है त। आँपको खट्टी मिठी अचार बनाउनका लागि सबैभन्दा सुरुमा हामीलाई काँचो आँपको आवश्यकता पर्दछ। सबैभन्दा सुरुमा हामीले काँचो आँपको बोक्रालाई यसरी तास्नु पर्छ। सबै आँपलाई तासिसकेपछि यसलाई राम्रोसँग पखाल्नु पर्छ। यसरी पखालिसकेपछि आँपलाई हामीले केही बेरसम्म राखेर यसलाई सुक्खा हुन दिनुपर्छ। सुक्खा भएपछि आँपलाई काटेर यसको भित्री बियालाई चाहिँ हटाउनु पर्छ। अब यो आँपलाई मैले लाम्चो लाम्चो टुक्रा गरेर काटेकी छु। आँपलाई काटिसकेपछि मैले ग्यासमा एउटा कराईलाई बसालेकी छु। कराई तातिसकेपछि अब यसमा तेललाई राख्ने। तेल तातेपछि यसमा मैले आधा चम्चा मेथी, आधा चम्चा जीरा, 1 चम्चा सौंफ अथवा पान जीरा, यसरी नै आधा चम्चा कलौंजी अथवा कालो जीरालाई पनि राखेकी छु। अब यो राम्रोसँग फुलेपछि यसमा हामीले कतिको पिरो खाने हो त्यही अनुसार मैले यहाँ रातो सुकेको खुर्सानीलाई राखेकी छु। अब यसलाई एकपटक चलाएपछि अघि हामीले काटेर राखेको आँपलाई पनि यसमा राखौं। अब 1-2 मिनेटसम्म हामीले यो आँपलाई यसरी नै चलाउँदै पकाउनु पर्ने हुन्छ। 1-2 मिनेट आँपलाई पकाइसकेपछि यसमा मैले बेसारलाई पनि राखे। 1 चम्चा भुटेको जिरा धनियाको धुलोलाई पनि राखौं र 1 चम्चा कश्मिरी खोर्सानीको धुलोलाई पनि राखेको छु। यसले चाहिँ यो अचारमा कलर राम्रो दिन्छ। अब स्वाद अनुसार नुनलाई पनि राखौं। अब यसलाई फेरि एकैछिन चलाउँदै पकाउनु पर्ने हुन्छ। अब फेरि 1-2 मिनेट पकाइसकेपछि मैले यसमा मसिनो टुक्रा गरी राखेको सक्खरलाई पनि यहाँ राखेकी छु। अब आधा कप चिनीलाई पनि यहाँ राखेकी छु। हजुरहरूले चिनी राख्न चाहनुहुन्न भने यसमा सक्खर अथवा गुड मात्रै राखेर पनि बनाउन सक्नुहुनेछ। अब यसलाई राम्रोसँग चलाउने। यसरी बनाएको खट्टी मिठीमा चाहिँ अलिकति पनि पानी राख्नु हुँदैन, किनभने यसरी बनाएको अचार चाहिँ लामो समयसम्म पनि राखेर खान मिल्छ। अब मिडियम हिटमा चलाउँदै यो सक्खर र चिनी चाहिँ यतिकै पग्लिन्छ। यहाँ चाहिँ सक्खर र चिनी राम्रोसँग पग्लिसकेको छ र हाम्रो आँप पनि गलेर पाकिसकेको छ। अब यसमा मैले थोरै मात्रामा हिङलाई पनि राखेकी छु। यसैगरी 1 चम्चा जति चाट मसलालाई पनि मैले यहाँ राखेकी छु। अब एकपटक राम्रोसँग मिक्स गरेपछि यो हाम्रो आँपको खट्टी मिठी अचार पाकेर तयार भइसकेको छ। यसरी तयार भएको यो हाम्रो खट्टी मिठी अचार खानाका लागि रेडी छ। हामीले खानासँग अथवा खाजा या रोटी जेसँग पनि यसलाई खान सक्छौं। यसरी तयार भएको अचारलाई हामीले एउटा एयर टाइट डब्बामा राखेर फ्रिजमा राख्यौं भने यो वर्षौंसम्म पनि खान मिल्छ। हजुरहरूले पनि यो काँचो आँपको सिजनमा यसरी नै खट्टी मिठी अचार बनाएर अवश्य पनि ट्राई गर्नुहोला। आशा छ हजुरहरूलाई मन पर्नेछ।